다들 मानव यार्चे अ, कि सर्वप्रथम आज अनि मार्गोको ग्रीष्मकालीनको शिक्षा आज चारौँ दिन रहेको छ, चौथो दिन। अनि यो सञ्जाल मार्फत अनि हेरिरहनुभएका सम्पूर्ण भिक्षुजनहरू, गुरुवर्गहरू, विभिन्न मठ मन्दिरका लामो गुरुहरू, त्यसै गरी सामान्य परम अनि गुरुहरू, सम्पूर्ण नै बौद्ध मार्गी र मेरो प्रिय मित्रजनहरूमा सबैलाई टासिदेलेक र सुस्वास्थ्यको कामना व्यक्त गर्दछु। अनि आज पनि अस्तिको जुन कुरालाई आज फेरि म जोड दिनेछु। आजको मुख्य विषय चाहिँ के हो त भन्दाखेरि सङ्घको यो वर्गहरू, सङ्घको विवरणहरू अब कसरी फैलियो भने त्यसको विषयमा बताउन गइरहेको छु। अनि त्यस्तै गरी यो विनयको विभिन्न परीक्षणहरू हैन, त्यस्तै गरी विनयको विभिन्न यो नियमहरू, त्यस्तै गरी विनयको अनुशासनहरू कसरी अब उत्पन्न भएको थियो भन्ने अब यसरी अब बताउन जाँदैछु। यो प्रश्न राखेर म आजको विषयलाई म विस्तारमा बताउन गइरहेको छु। अस्ति चाहिँ मैले विनयको अनुशासनको बारेमा कटकटीमा भोलि बताइसके। एउटा आजको मुख्य विषय के छ भने आजको मुख्य कारण के हो त भन्दाखेरि विनय उत्पत्ति हुनुको मुख्य कारण के हो त भन्दाखेरि विनयको अनुशासनमा अविश्वास भएको कारणले गर्दाखेरि हो। अर्थात् विनयको शीललाई पालना नगरेको कारणले गर्दाखेरि विनयको अनुशासन उत्पन्न भएको हो भन्ने मुख्य कारण आएको छ। एउटा स्त्री जुन चाहिँ एउटा अंग्रेजी विद्वान आइबी हनरले भन्नुहुन्छ, हनरले, उहाँको नाम चाहिँ आइबी हनर भनिन्छ। उहाँले के भन्नुभएको छ त भन्दाखेरि उहाँले विनयको अनुशासन बारेमा के बताउनु भएको छ त भन्दाखेरि उहाँको अब सोच अनुसार भन्छन् कि बौद्ध सङ्घभित्र हैन भिक्षु र भिक्षुणीहरू धेरै रहेका छन्। त्यो भित्रमा पनि कोही अल्छीहरू, लापरवाहीहरू कमुक थिए हैन। तिनीहरूले अब विलासिताको आनन्द उठाए, आफूलाई रमाइलो गर्ने, आशा गर्ने, त्यस्तो पनि विभिन्न रहेका छन्। अनि एक आपसमा के हो त अब जेमा पनि अब जुन विनयको शासनले असहमति सिर्जना गर्ने, त्यस्तै गरी अब एक आपसमा अब के हो त मेल मिलाप त नगर्ने, माया मोहमा डुब्ने, त्यस्तै गरी विभिन्न आनन्द विलासमा अब आफू लुप्त हुने, त्यस्तो गर्ने धेरै नै थिए। त्यही कारणले गर्दाखेरि उनीहरूले सङ्घलाई बदनाम गरेका छन् र केही ठुला गल्तीहरू छन् भन्ने सोचेका छन्। अनि त्यो बेला विभिन्न अब यसरी अब नराम्रो कुराहरू भइला भयो हैन। त्यही कारणले हामीले यस्तो हेर्दाखेरि अब त्यो पालामा धेरै नै बर्बादी, एकदम नराम्रो घटना घटेको रहेछ, यो चाहिँ गलत रहेछ है भनेर यसरी सोच्यो भने त्यो चाहिँ कुधारणा, गलत सोच हो, कुसोच हो भन्ने म ठान्दछु। किन त भन्दाखेरि यो अनावश्यक छ कि यो भयो, तर ती घटनाहरू नोटहरू रेकर्ड गर्यो, तिनीहरूको बारेमा धेरै हल्ला गरियो, तिनीहरूलाई बारम्बार व्याख्या गरिएको थियो हैन। बुद्धका इमानदार विश्वासी विद्यार्थीहरू भएका धेरै भिक्षुहरूलाई हैन, तिनीहरूको अब कारणले घटाउनु हाम्रो लागि इमानदार पनि हुने छैन हैन। अब इतिहासमा राम्रो लेखिँदैन, नराम्रो पक्षहरू सबैले मन पराउने हुँदाखेरि नकारात्मक कुराहरू धेरै कोरिन्छ। त्यही कारणले गर्दाखेरि अब यो विनय शासनको विषयमा अब विनयको अब त्यसको
पहिला घटेको इतिहासहरू लेखाउँदाखेरि होइन नराम्रो भएको कुराहरू मात्रै लेखिएको हुन्छ होइन अनि त्यस्तो भएको कारणले गर्दाखेरि हाम्रो सोच पनि पहिलाको भिक्षुनीहरूसँग सबै गलत थिए भने यसरी हामीले सोच्नु त्यो चाहिँ हाम्रो गलत विचार हो त्यही कारणले गर्दाखेरि पहिला त एकदम घटिएको थियो नराम्रो घटनाहरू घटेको थियो त्यसै कारणले हाल भिक्षुहरूलाई तिनीहरूको अब कारणले अहिले भिक्षुनीहरू हटाउनु पर्छ भने यस्तो सोच चाहिँ इमानदार होइन त्यो गलत सोच हो त्यही कारणले गर्दाखेरि अब त्यस्तै गरी के हो त भन्दाखेरि वैकल्पिक रूपमा राम्रो व्यवहार गर्ने र कोमल चरित्र भएका भिक्षुहरूले आफ्नो धर्म मित्रहरूलाई यस्तो नराम्रो व्यवहार गरेको देखे हैन अब हामीले त्यति हामीले याद हिक्क राख्दैन हैन राम्रो मान्छे अब नराम्रो कुराहरू चाँडो टिप्ने हुँदाखेरि राम्रो व्यवहार सुविचार अब त्यस्तै गरी राम्रो चरित्रहरू अपनाउनेहरूले हामीले त्यति याद पनि गर्दैन त्यही कारणले गर्दाखेरि जे भए तापनि अब बुद्धको कालीनदेखि अहिलेसम्म अथवा बीचको कालीनमा पनि के हो त राम्रो विचार अपनाउने मान्छे पनि हुन्छ गलत धारणाहरू सोच्ने मान्छे पनि छपछप्ती हुन्छ जे भए तापनि एक किसिमको अब हामीले एउटा सत्य हिसाबले एक किसिमको हामीले इतिहास पल्टेर हेर्ने हो भने त्यो आइबी अनरेबलले के भन्नुहुन्छ के भन्छन् त भन्दा उहाँले के हुन्छ भन्दाखेरि उहाँहरूलाई धेरै धेरै धन्यवाद किन त भन्दाखेरि यदि उहाँले नराम्रो पक्षहरू हैन विभिन्न विलासिताको कुराहरू लापरवाहीहरू नगरेको भए बुद्धले प्रतिमोक्ष सूत्रको उत्पन्न उदय नहुन्थ्यो होला उहाँहरूले संघको समूहभित्र यसरी नराम्रो कुराहरूलाई ल्याउँदाखेरि बुद्धले त्यसलाई चाहिँ सुधार्नको लागि एउटा प्रति मोक्षको एउटा सूत्रलाई उदाउनुको लागि नयाँ अभियान ल्याउनु भयो त्यो उहाँहरूको कृपाले गर्दा हो त्यही कारणले यदि त्यो बुद्धको कालमा मान्छे राम्रो मात्रै सुचरित्र मान्छेको व्यवहार राम्रो मात्रै थियो भने एकदम राम्रो थियो भने अहिले प्रतिमोक्ष सूत्र निकाल्नै पर्दैन नहुन्थ्यो सबै राम्रो छ प्रतिमोक्ष सूत्र विनयको अनुसार किन चाहियो सबै मान्छेको अनुसार सबै राम्रो छ भने त्यसलाई राम्रो हुनुको लागि अझै राम्रो बनाउनु पर्दैन किनकि सही नै भएको घरमा त्यसलाई सुधार्नु पर्दैन त्यही कारणले गर्दाखेरि अनि यो प्रतिमोक्ष सूत्रभित्र विभिन्न यसको अब जाँच गरिएको छ विभिन्न यसको अब यो भित्र निकै नै किसिमको के हो त भन्दाखेरि अब परीक्षणहरू गरिएको छ र निखारिएर प्रतिमोक्ष सूत्रको एउटा बुद्ध वचनको एउटा विनय अनुशासनको एउटा भण्डार बन्छ त्यही कारणले गर्दाखेरि यो अत्यन्त महत्त्वपूर्ण छ त्यही कारणले पहिला यसो गरेको घटनाहरू अनि नराम्रो यो उहाँहरू खत्तम हुन मिल्दैन उहाँको कृपाले गर्दाखेरि अहिले संसारमा जति पनि भिक्षुनीहरूले अपनाउनु भएको विनयको अनुशासन छ एउटा सुशील छ यो सबै पूर्व भिक्षुनीहरूले गर्नुभएको एउटा घटनाको एउटा प्रतिफल थियो यसले गर्दाखेरि अहिले अत्यन्त एक किसिमको के हो त भन्दाखेरि सुध्रिएर आएको छ बुद्धले त्यो बताउने एउटा मौका दिनुभयो त्यही कारणले यो आइबी अनर आइबी अनर भन्ने एउटा 19औं शताब्दीमा यसरी उहाँले बताउनु भएको थियो त्यस्तै गरी अब यसमा अलिकता के कुरा थप्नु पर्दाखेरि सामान्यतः तिब्बती विनय अनुसार हैन अब बुद्धको कालीनमा एक किसिम के हो त भन्दाखेरि पहिलो भिक्षु चाहिँ अब यो
पञ्च भद्रिय भिक्षु अथवा पञ्च भद्रिय भिक्षु 5 प्रकारको अब एक किसिमको भिक्षु रहेको छ उहाँहरु थियो पहिलो बुद्धको भिक्षु हैन अनि 5 जनाको एउटा भिक्षु संघ भयो उनीहरुले पहिलेको जस्तै अब लुगा लगाउन जारी राखे त्यही कारणले हामीले के बुझ्नुपर्छ भन्दाखेरि भिक्षुको पहिलो संघ नै बुद्ध कालमा भिक्षुको पहिलो संघ नै 5 भद्र वर्गीय भिक्षु रहेको छ अर्थात भिक्षुको 5 परिवार एउटा भिक्षुको एउटा राम्रो भिक्षुको एउटा 5 जना ग्रुप रहेको छ समूह त्यो भिक्षुको पहिलो संघ थियो त्यो बेला के भएको थियो त भन्ने घटना पहिलेको उहाँहरूले पहिलेको जे त्यो त्यस्तै लुगाहरू उहाँले वस्त्रहरू लाउनु भयो हैन घर परिवार जस्तै अब गृहस्थी जस्तै हुनुभयो विश्वासी घर धनीहरूले अब उनीहरूलाई के भन्नुभयो भन्दाखेरि किन व्यापारी र धनी मानिसहरू जस्तै लुगा लाउँछन् ती भिक्षुहरू भनेर सोधे त्यसैले बुद्धले नियम बनाउनु भयो आफ्नो वरिपरि बेरिएको लुगा लगाउनुहोस् अर्थात यो सम्भव छ अर्थात उनले यो बनाएको पहिलो नियम थियो अर्थात जुन चाहिँ अब यो गृहस्थीसँग तालमेल गर्ने एउटै मिलेको लुगा लगायो भने त भिक्षुसँग त फरक छैन त्यही कारणले बुद्धले अनि बाहिरबाट विभिन्न भनाभौरीहरू गृहस्थीबाट भनाभौरी आएको हुँदाखेरि अनि बुद्धले चाहिँ अनि एक किसिम के हो त बुद्धले यसरी वस्त्र एउटा अनि एउटा गोलोकार चन्द्रकार जस्तो गोलोकार बनाएर यसरी सिलाउनु भएर अनि हजुर यो चाहिँ भिक्षुले ग्रहण गर्नुपर्ने एउटा वस्त्र हो यसरी अब दिनुभयो अनि अब पहिले कुरा हो पहिलेको काल हो भने अहिलेको जस्तो लामाले भिक्षु लाउने यो सन्दा भनिन्छ लामाको वस्त्र अहिले एउटै डल्लो थिएन पहिले चाहिँ अब के हो त एक किसिम गोलो नभएर त्यसलाई चाहिँ अब एक किसिमको साडी जस्तो अब भनौँ न जुन चाहिँ अब यसलाई चाहिँ बेरोमा यसरी पटेर राख्न मिल्थ्यो अहिले अब साडी जस्तो नै अब राउन्ड गोलाकार छ त्यो फरक छ अहिले त्यही कारणले बुद्धले भन्नुभएको त्यो 5 भद्र भिक्षुलाई बुद्धले भन्नुभयो कि आजदेखि उपरान्त गृहस्थीले जस्तो लुगा लाउन पाउँदैन गोलाकार भएको अनि जुन रङ अनुसार सुसिद्ध रङ अनुसार अनि यसरी यो लुगा वस्त्रहरू लगाउनु पर्दछ भन्ने यसरी बुद्धले आज्ञा दिनुभयो यही नै पहिलो नियम थियो बुद्धले बनाउनु भएको यसरी अब यो चाहिँ अब बुद्धले अब अनुसन्धान परीक्षण गरेर राखेको पहिलो नियम थियो यो चाहिँ अब सामान्य अब तिब्बती भनौँ न एक किसिमको तिब्बती विनयको अनुसार यसरी अब लेखिएको छ बुद्ध जागृत भएको अर्थात बुद्धत्वको ज्ञान प्राप्त भएको 13 वर्षपछि भद्र दाना भन्ने एउटा भिक्षुले चाहिँ अब अनि यौन सम्बन्ध गरेर राखेको थियो जसको कारणले पहिलो पराजयको नियम बनायो जुन चाहिँ अब हामीले यसलाई चाहिँ फम्पा भन्छ पराजय विफम्पा भनेको जितेको भयो अब फम्पा भनेको अब हरेको अर्थात पराजय भएको यसलाई फम्पा भनिन्छ हैन अनि पराजयको नियम बनायो जब हामी त्यहाँदेखि हेर्छौँ सबभन्दा महत्त्वपूर्ण नियमहरू थिए अब यसमा प्रश्न के आउँछ भन्दाखेरि संघको प्रारम्भिक चरणमा नभई केही वर्षपछि मात्र बनाएको हो हैन पहिला नै थिएन यो पराजय भनेको हैन तर यहाँ के छ भने तर यस अघि पनि अब पराजयको लागि नियम बनाएको थिएन तर 4 पराजयबाट टाढै बस्ने कोही थिएन भन्ने होइन सामान्यतः 4 पराजयहरूबाट टाढा रहनु सामान्य रूपमा अनि भोटका समूहहरू अब समूहहरू घुम्ने चलन थियो भने एक किसिमको अब यो
विभिन्न अब भिक्षाटनको लागि बाहिर भित्र भिक्षाको लागि बस्तीतिर धाउनु पर्थ्यो त्यही बेला पनि के हो त विभिन्न अब हैन उहाँहरू जानु पर्थ्यो त्यसैले त्यो बेलामा स्वाभाविक रूपमा अब त्यस्तो गर्थे पराजय गर्ने कोही नभएकोले नियम बनाउनु पर्ने कुनै कारण थिएन हैन त्यही कारणले पछि गएर भिक्षुहरूको बीचमा अनि छैटौँको गिरोह भिक्षुका बीचमा 13 को गिरोह जस्तै अन्य धेरै हैन यसलाई घेलोङ ढुक्दे भनिन्छ हैन नाम ढुक्दे अनि घेलोङमा चुङी हैन अर्थात 6 वर्गको भिक्षुहरू 13 वर्गको अब भिक्षुनीहरू यसरी विभिन्न अब उहाँहरूले व्यवहार नराम्रो गरेको हुना देखाएको हुनाले त्यहाँदेखि अब उहाँले यसरी अब विभिन्न नियमहरू राख्नु जरुरी छ भन्ने यसरी अनि तिनीहरूले सबै प्रकारका कुराहरू धेरै नियमहरू र बनाइने काम गरेर एक परिप्रेक्ष्यमा यो यस्तो चीज हो जुन वर्तमानका दिनका भिक्षुहरूले अब अहिलेको समय भिक्षु रिसाउन सक्छ किन यस्तो बनाए त एकदम गाह्रो भन्दाखेरि पहिला अब यसरी घटिएको थियो त्यो कारणले गर्दाखेरि यसरी अब नियमहरू निखिरँदै आयो त्यसै गरी अब आठौँका मिक्यो दोर्जेले पनि अब भन्नुभएको छ कि भिक्षु र गृहस्थीमा छुटाउनै गाह्रो छ के भन्नुभयो भने आठौँ कर्ममा पहिले धर्म जान्ने नजान्नेलाई अब भिक्षु र गृहस्थी भनेको हो त त्यो पनि होइन होइन किन भन्दाखेरि गृहस्थी भने धर्म जान्नेहरू धेरै छन् हैन ध्यान गर्ने नगर्ने धेरै छन् अनि साधना गर्ने नगर्नेले भिक्षु र गृहस्थी हो त भने यसरी भने होइन त्यसै कारणले यो भिक्षुको वस्त्र लुगा लगाएर अब भिक्षु र गृहस्थी छुटाउन सक्छन् त यसलाई भन्ने हो त भन्दाखेरि त्यो पनि होइन त्यसरी पनि होइन किन त भन्दाखेरि धेरै अब पहिले कालीनमा अब के हो त गृहस्थीले पनि के हो त एक किसिमको चिवर ग्रहण गर्ने धेरै नै थिए त्यसै कारणले गर्दाखेरि अनि बाहिर एउटा भिक्षुको वस्त्र लगाउने मात्रैले पनि ऊ भिक्षु भनिँदैन उसलाई त्यही कारणले ध्यान गर्ने साधना गर्ने पूजाआजा गर्नेले गर्ने नगर्नेले किसिमको भिक्षु र गृहस्थीलाई छुटाउँदैन त्यसो भए भिक्षु र गृहस्थीको सीमा अब कसरी फरक छुटाउने त के छ त छैन भन्दाखेरि अवश्य छ के हो त भन्दाखेरि भिक्षु भन्दा कसले भन्नु पर्दछ भन्दाखेरि बाहिरी संसारिक प्रति माया मोहको जालोलाई च्यातेको जालोदेखि मुक्त भएको एउटा भित्री मनमा बुद्धको ध्यानको रसभित्र भिजेको हुनुपर्छ त्यस्तोलाई नै भिक्षु भनिन्छ हैन बाहिर काम गुणहरुमा हैन जेमा पनि सन्तुष्ट हुने अन्धकाले नहुने हैन एक किसिमको जेमा सन्तोक राख्ने बाहिरी वस्तुमा संसारिक प्रति माया मोहमा नडुब्ने त्यस्तो किसिमको अनि धर्मले भित्र बास गरेको छ भिजिएको छ उपयुक्त भएको छ भने उ चाहिँ भिक्षुमा हुन्छ भनेको छ त्यही कारण जहिले पनि एकदम होशियार गर्ने हैन एउटा सम्प्रजनीय र त्यसै गरी अब एक किसिम के हो त अनि आफूले एउटा सचेत जागृत भएको छ भने त्यसले भिक्षु भनिन्छ भने यसरी बताउनु भएको छ त्यसै कारणले अब यसले मनलाई इन्द्रिय मुखबाट टाढा लैजानु नै थोरै चाहनाहरू र सन्तुष्ट हुनु हो यसले तपाईको शरीर र वाणी र दिमागलाई सजगता र चेतनाले समातिरहेको छ र काँटाले हानिएको घाउबाट जस्तै कुकर्म र अगुणबाट सावधान रहनु हो यसले अरूको ईर्ष्या गर्नु छोड्नु र गल्तीहरू नखोज्नु हो तपाईको आफ्नै घमण्डलाई सकेसम्म नियन्त्रण गर्नु हो ताकि तपाईको शरीर बोली र दिमागको आचरणले शिक्षाहरूमा विश्वास नभएका मानिसहरूमा पनि तपाईको विश्वासलाई प्रेरित गर्दछ यस्तो हुनाले हैन एक आपसमा अब डाह नगर्ने ईर्ष्या नगर्ने कुरा काट्नु छोड्ने त्यस्तो चाहना भएको हुनुपर्छ त्यसलाई नै भिक्षु भनिन्छ
त्यही कारणले गर्दाखेरि अनि आफ्नो घमण्डलाई आफ्नो अभिमानलाई चाहिँ च्युत एक किसिमको तल्लो तहमा न्यूनतामा झार्नु सक्छ भने त्यो चाहिँ पक्कै नै अनि के हो त भिक्षुको एउटा योग्यता हुँदछ हैन राम्रो चरित्र राम्रो व्यवहार राम्रो बानी राम्रो व्यवस्था हुनु पर्यो अनि त्यस्तो भयो भने बल्ल अनि के हो त अनि समाजमा के भनिन्छ भन्दाखेरि अनि ओ भिक्षु भनेको तपाईँ जस्तो हुनुपर्छ ताकि देवताहरू सहित संसारले भन्ने होस् कि पूज्य वा गुरु वा आध्यात्मिक मित्र त्यतिकै म मनन गर्दछु र शरणमा जान्छु तपाईँको मलाई तिमी जस्तै बन्ने आशीर्वाद दिनुहोस् म जसलाई भिक्षु भनिन्छु भन्दछु भने जसले यसरी अब जसलाई मैले आदरणीय भन्ने त्यसलाई धर्म अभ्यासी भनिन्छ यसलाई म भिक्षु भन्दछु भने यसरी भनेको छ त्यही कारणले गर्दाखेरि अनि कुनै कुनै बेला अब गृहस्थी भन्दा पनि अब भिक्षुनीहरू अत्यन्त अब तल्लो तहमा खसेको हुन्छ त्यही कारणले गर्दाखेरि 8औं कर्म मिग्यो दोर्जेले अनि यसरी अनि दर्शनबाट पनि होइन भावनाबाट पनि होइन मुख्य गरी एउटा अनुशासन अर्थात् एउटा चर्याबाट एउटा व्यवहारबाट बेहोराबाट यसरी हामी गृहस्थी र भिक्षु अनि यसरी छुटाउन सकिन्छ भने यसरी बताएको छ त्यही कारणले गर्दाखेरि यदि भावना र दर्शनबाट छुटाउने हो भने अब गृहस्थी र भिक्षुलाई छुटाउन सकिँदैन भन्ने यसरी बताउनु भएको छ त्यही कारणले एक हिसाबले हेर्ने भने हामीले एकदम फाइदा भएको छ जुन पहिला अब बुद्धकालमा यसरी अब लापरवाही भएको भिक्षुहरूले यसरी नराम्रो काम गर्दाखेरि अहिले त्यसले अब के हो त जुन गेलुङ छर्का गेलुङ ढुक्दे त्यसो गरी अब लेजिन हैन अर्थात् देवदत्ता यही पनि एउटा बुद्धको एउटा अवतार एउटा बुद्धको एउटा रूप हो भने यसरी विभिन्न अब बुद्धको एउटा वाणीमा बताएको छ त्यही कारणले गर्दाखेरि अब यो एक किसिमको इतिहासबाट हेर्ने भने बुद्धको रूप भन्नाले त्यति सुहाउँदैन तर पनि एउटा हामी अनुष्ठान ध्यान गर्ने अभ्यास कर्मले हो हेर्ने हो भने त्यो चाहिँ त्यसमा ताल मेल खाँदा छ त्यही कारणले गर्दाखेरि अनि 8औं कर्मले यसरी गृहस्थी र भिक्षुको यसरी छुटाउनु भयो अब दोस्रो विषय छ प्रतिमोक्ष प्रतिमोक्ष भनेको आफू नै अब के हो त मुक्त हुने छुटकारा पाउने भनेर प्रतिमोक्ष भनिन्छ प्रतिमोक्ष अब यसलाई चाहिँ के हो त भन्दाखेरि अब पाली भाषामा चाहिँ प्रतिमोक्ष मात्र भनेको छ संस्कृतमा चाहिँ प्रतिमोक्ष सूत्र भन्ने यसरी लेखिएको छ प्रतिमोक्ष भने के हो त भन्दाखेरि भिक्षु र भिक्षुनीहरूले राख्नै पर्ने अब थाहा हुनुपर्ने सबै उपदेशको संग्रहलाई प्रतिमोक्ष वा प्रतिमोक्ष सूत्र भनिन्छ पालीमा प्रतिमोक्ष भनिन्छ भने जे भए पनि यसमा विनयको अनुशासन 250 वा बढी नियमहरू समावेश छन् सबै सम्पूर्ण यसो पुग्यो छ जुन यसमा चाहिँ अब कर्म विधिहरू चाहिँ यो भित्र चाहिँ अब लेखिएको छैन जुन अनुशासन मात्रै लेखिएको छैन अब प्रतिमोक्ष भनेको एउटा अब यो संस्कृत भाषा रहेको छ यसलाई अब भोट भाषामा अनुवाद गर्यो भने यसको अर्थ के जनाउँछ त भन्दाखेरि अब ढिमिसिङेन भनिन्छ जुन चाहिँ एक किसिमको हो त विमला मित्रको विनयमा विमला मित्रको टिप्पणीको के छ भन्दाखेरि तिब्बती अनुवादमा उहाँले प्रति भनेको चाहिँ के हो त आफूलाई भने बुझ्नु पर्दछ प्रति अब मोक्ष भनेको चाहिँ के हो त एक किसिमको मुक्त एक किसिमको छुटकारा भन्ने अब बुझिन्छ अब अहिले के बताउँछ त भन्दाखेरि प्रतिको अर्थ व्यक्ति हो मोक्षको अर्थ मुक्ति हुनु हो
त्यसैले यसले के अनि योले अर्थात् व्यक्तिगत मुक्ति तल्लो क्षेत्र र दुर्गतिबाट आफूलाई अनुशासन मुक्ति दिने व्यक्ति एक व्यक्तिले अनुशासन राख्दा अरूलाई अब मुक्त हुन सक्दैन। त्यही कारणले पहिला आफू मुक्त भएर अरूलाई मुक्त गराउनु पर्दछ। त्यही कारणले अनि आफू मुक्त हुनुलाई त्यसलाई चाहिँ प्रतिमोक्ष भनिन्छ। अर्थ चाहिँ अर्को अर्थ के लाग्छ? प्रति भनेको त पहिलोलाई अब बुझ्दछ, पहिलो प्रथमलाई बुझ्दछ। मोक्ष भनेको चाहिँ मुक्तिले बुझ्दछ। त्यही कारणले अब यसलाई फेरि यसले एकै ठाउँमा जोड्दाखेरि पहिलो मुक्ति भन्ने बुझ्दछ। अब के हो त भन्दाखेरि शील प्राप्त हुने बित्तिकै, शील प्राप्त आफूलाई हुने बित्तिकै, ग्रहण हुने बित्तिकै कुनै समूह र भिक्षु भिक्षुनी कुनै अब आफूलाई अब जुन अब उपसिको जुन पनि आफूलाई मोक्ष आफूलाई प्राप्त हुने शील प्राप्त हुने बित्तिकै जुन प्राप्त नहुनु अगाडि के हो जुन विभिन्न नराम्रो काम गरेको थियो त्यो अब त्यहाँदेखि रद्द भएर जुन आफूले शील प्राप्त भयो त्यहाँदेखि नै आफू चाहिँ के भयो त भन्दा त्यहाँदेखि अब चाहिँ पहिलो मुक्ति, यहाँदेखि चाहिँ बल्ल मुक्ति हुने एउटा ज्ञान पायो। मुक्ति हुने यसरी अब एउटा मार्ग एउटा पाटोहरू चढ्यो भन्ने बुझ्दछ। त्यही कारणले अनि यसलाई चाहिँ अब धर्मको शीलमा आफूले अपनायो भने अधर्मको कुराहरू सबै अब त्यो छुटेर जान्छ। अब सोसो भनेको प्रति भनेको के हो त उपायमा जान्छ। मोक्ष भनेको चाहिँ अब त्यो अब मुक्ति हुने अर्थात् उपाय मुक्तिलाई भन्ने पनि बुझ्दछ अर्को अर्थले। त्यही कारणले अब यो भनौँ न एक किसिमको यो प्रतिमोक्ष सूत्र चाहिँ अब सबै शिक्षाहरू अब अर्थात् सबै अब मुख्य अब कारणहरू जोड्दाखेरि अब यो के हो त भन्दाखेरि मूल सर्वस्तिवाद विनय शास्त्रले अब पतनका 5 श्रेणीहरूको कुरा गर्छ। सबै नियमहरूले 5 कोटिहरूमा समूहबद्ध गरिएको छ। पहिले पाली विनयमा तिनीहरूले 8 अब श्रेणीमा विभाजन गरेको छ र आज मैले सोचे कि म यस सन्दर्भमा कुरा गर्छु भन्ने अब गर्दछु। जस्तो कि पहिलो के छ त हार, दोस्रो चाहिँ अब सङ्घ, अब शेष, त्यसै गरी 3 मा अनिश्चित धर्म, त्यसै गरी 4 मा अब हेय पतन धर्म, त्यसपछि अब पतन धर्म, 6 मा अब एक किसिमको प्रतिदेशना धर्म, त्यसै गरी अब शिक्षा धर्महरू अनि विवाद शान्त धर्म यसरी छुट्याएको छ। 8औं वर्गमा छुट्याएको छ यसलाई। यो 8 प्रकारको यसरी विभिन्न अब कुराहरू राखिएको छ यहाँ। भनौँ न पतनको कुराहरू यो चाहिँ अब विनय भित्र यसरी अब 8 प्रकारको अब श्रेणी राखेर बताएको छ जुन विभिन्न अब शीललाई अब अनि सुधार्नको लागि अब एक एक गरी बताउँदा समय अब त्यति कम छ। त्यही कारणले गर्दा यसलाई छोटकरी बताउँदै जानेछु। विशेष गरी यसलाई अब भनौँ न बुझ्दै हिसाबले विभिन्न अब वर्गहरू कति छ, यसमा अब कति भागहरू छुट्याएको छ, वर्गीकरण कति गरेको छ होइन। अनि तपाईँहरूले यसको अलिकता के अब झलकहरू आयो भने सजिलो हुन्छ भने यसरी मैले छुट्याएको हुँ। यो चाहिँ अब एक किसिम के हो त शिक्षाको एउटा गन्ती मात्रै नभएर अनि पहिलादेखि अहिलेसम्म भेटिएको अनुसन्धान गर्दाखेरि अब विभिन्न निकायबाट अब प्राप्त भएको विभिन्न निकायबाट हामीले प्राप्त भएको विभिन्न शिक्षाहरू, विनयको अनुशासनको नियमहरू होइन, सबै त्यसमा अब अनुसन्धान गरेर
यसमा तुलनात्मक कुन चाहिँ अब सही हो भने यसरी अब अनुसन्धान गर्दाखेरि परीक्षण गर्दाखेरि यसरी अब पाएको निखरेको कुराहरू चाहिँ अब बाहिर तपाईँहरूको ठाउँमा यसरी पस्काउँदाखेरि पक्कै नै फाइदा हुन्छ कि भन्ने यसरी मैले 8 वर्गमा श्रेणीमा बाँडिएको छु। त्यही कारणले यो विनयसँग सम्बन्धित अब यो ग्रन्थहरू 18 रहेको छ। अब 18 चाहिँ अब यसरी एक एक गरी बताउनु पर्दाखेरि पहिलो चाहिँ के हो त भन्दाखेरि अब पालीको प्रतिमोक्ष रहेको छ। यो चाहिँ अब इष्टवीरबाट अब इष्टवीरबाट अब सुरुवात भएको हो। यो अब यिनीहरूलाई थेरवाद भन्ने संस्कृतमा अब थेरवादबाट यसको परम्परा आएको हो। अब दोस्रो चाहिँ के हो त महासंघी प्रतिमोक्ष सूत्र भनिन्छ। यो चिनिया अनुवादमा उपलब्ध रहेको छ। यो महासंघीको विद्यालयबाट यो अब यसलाई अब पालीमा अब महासंघीका भन्ने यसरी पनि आएको छ यो सूत्रमा। अब 18औं अब यो वर्गभित्र अब महासंघीका भन्ने पनि आएको छ। त्यस्तै गरी अब लुङदेङा भनिन्छ 5 शास्त्रहरूको प्रतिमोक्ष सूत्र। यो चाहिँ कुन भित्र अब यो छुटेको छ त भन्दाखेरि चाहिँ महिषा शाखा भित्र विद्यालयबाट यो उत्तीर्ण भएको भन्दाखेरि त्यो भित्र राखिएको छ। त्यसको चाहिँ अब लुङदेशी भनिन्छ पूर्ण विनय सहित 5 शास्त्रको प्रतिमोक्ष सूत्र। यो चिनियामा अब अनुवाद गरिएको छ। यो धर्मगुप्त पाली धम्मगुप्त हैन अब परम्पराबाट आएको विनय हो। त्यस्तै गरी अब थर्बे सुलिङ्गुदो भनिन्छ। यता मोक्ष शीला सूत्र भनिन्छ यसलाई, मुक्तिको अनुसार सूत्र। यसमा केवल प्रतिमोक्ष सूत्र समावेश गरेको छ, पूर्ण विनय छैन। यो चाहिँ अब कश्यपीका भित्र अब विद्यालयबाट आएको हो। यो चाहिँ यो थर्बे सुलिङको सूत्र अर्थात् मोक्ष शीलाको सूत्र चाहिँ कहाँदेखि आयो त भन्दाखेरि यो कश्यपियाको विद्यालयबाट आएको हो। 18 वर्ग छुटिएको थियो। त्यो बेला विभिन्न अब सूत्रहरू आएको छ आफ्नो विनयको, त्यही बताउँदै गइरहेको हो। त्यस्तै गरी अब सर्वस्तिवाद भित्र उहाँको विनय छ हैन। 18औं अब यो अब विभिन्न भनौँ न यसमा चाहिँ अब विभिन्न 18 विद्यालय छुटेको बेलामा अब यो सर्वस्तिवाद विनय छ। यो भित्र चाहिँ के हो त यो चाहिँ अब तुनहुङ गुफाबाट निकालिएको प्रतिमोक्ष सूत्र हो। जुन पुरानो पाण्डुलिपि हो यो प्रतिमोक्ष सूत्रको चिनिया भाषामा पहिलो अनुवाद हो यो। त्यसै गरी अब यसलाई अब चीन भाषामा सिसुङ भनिन्छ हैन। अब यसलाई विनय पनि भन्छ संस्कृतमा। यसलाई अर्को नाम के छ भन्दाखेरि लुङसी पनि भनिन्छ। यसलाई आगम स्रोत पनि भनिन्छ। विनयको कारण अर्थात् विनयको कारण शर्तहरूमा सूत्र शीर्षक पनि छ, जे युङ जिङ भनेछ। यो लामो विनयको एक खण्ड हो। त्यसै गरी धुलवा अब एउटा के छ भन्दाखेरि अब प्रतिमोक्ष सूत्र भन्ने एउटा छ लामो। यो चाहिँ 10 पाठको भिक्षु प्रतिमोक्ष सूत्र अर्थात् घेलोङ्गे सूत्र भनिन्छ। यसलाई भिक्षु प्रतिमोक्ष सूत्र भनेको छ। यो चाहिँ के हो त यो चाहिँ के हो त भन्दाखेरि एक किसिमको लामो विनयसँग सम्बन्धित प्रतिमोक्ष सूत्र हो। यो चाहिँ के हो त भन्दाखेरि अब सिन्जियाङमा फ्रेन्सिली नागरिक पाउल पेलिटियनले फेला पारेको संस्कृत प्रतिमोक्ष सूत्र हो। यो सन् 1913 मा प्रिन्टद्वारा अब यसलाई चाहिँ पाण्डुलिपि गरियो र सम्पादन गरिएको संस्कारमा प्रकाशित भएको थियो।
अब एउटै विद्यालय भए पनि त्यहाँ के हो त भित्र विभिन्न बाँडिएको विभिन्न अब विभाजन भएकोले अनि आफ्नो मात्र रहेको छ भित्र यिनीहरूको धेरै फरक पाण्डुलिपिहरू छन् तर यिनीहरूको मान माथि सूचीबद्ध जस्तै हो त्यस्तै गरी अब मूल सर्वस्वीवाद विनयमा के छ भन्दाखेरि अब कसैले अब 19 भन्छ कसैले अब कसैले 18 कसैले 20 विद्यालय भन्छ अब जे भयो भने अब 18 एकदम विद्यालय चाहिँ एकदम प्रख्यात छ अब के हो त मूल सर्वस्वीवाद विनयमा चाहिँ प्रतिमोज्य सूत्र भनिन्छ पहिला अब एउटा संस्कृतमा पाएको एउटा कुरा छ हैन एउटा जुन चाहिँ संस्कृतमा भएको प्रतिमोज्य सूत्र के हो त बनर्जी भनेले उहाँले भेट्नु भयो बनर्जीले कश्मीरको एक स्तूपमा पत्ता लगाएका मूल सर्वस्वीवाद प्रतिमोज्य सूत्रको पुरानो संस्कृत पाण्डुलिपि प्राप्त भयो यो राम्रोसँग संरक्षित थियो र पूर्ण पनि छ गिलगित पाकिस्तान से आतेले या छेदेन निबसी यसलाई चाहिँ गिलगित भन्छ ढुस्या भनिन्छ टिबेटन भाषामा चाहिँ अनि यो ढुस्या अब गिलगित भन्छ यसलाई त्यहाँ भेटिएको रहेछ यो एसी बनर्जीले अनि यो चाहिँ राम्रोसँग यसले सुरक्षा भएकोले हुन्छ कि संरक्षण गरिएकोले अहिले पनि सुरक्षित छ यसलाई चाहिँ सबै सम्पन्न पुगेको छ जुन अब यो चाहिँ पुरानो एउटा स्तूपमा भेटिएको थियो त्यस्तै गरी अब भनौँ न अर्को कुरा के छ त भन्दाखेरि अब मूल सर्वस्वीवाद प्रतिमोज्य सूत्रको तिब्बती अनुवाद यो पूर्ण विनयसँग पूर्ण छ 13 नम्बरमा जाँदाखेरि मूल सर्वस्वीवाद प्रतिमोज्य सूत्रका चिनिया अनुवाद प्रतिमोज्य सूत्र र लामो विनयमा दुवै अब नाम छ यसमा विद्यमान अहिले पनि रहेको छ अब यो महावैभव भनिन्छ हैन महाप्रदर्शनी महावैभव यद्यपि यो विनय पाठ त होइन तर पनि यो भित्र चाहिँ के छ विनयको विभिन्न उपदेशको संख्याहरू एकदम अवस्थित विस्तार रूपले फैलाएको छ यो पनि तिब्बती परम्पराबाट आएको हो त्यसपछि अब साँच्चै नै अब एकदम भनौँ न अब विनयसँग सम्बन्धित भएको खाँटी भएको कुनै चाहिँ अब विनयको अनुशासनसँग मिलेको तर अब खाँटी विनय नभएको त्यस्तो पनि रहेको छ पहिले चाहिँ के हो त उपालि परिपृच्छ सूत्र रहेको छ यसमा चाहिँ के हो त विनयशील उपालि परिपृच्छ यो चिनियामा अनुवाद अवस्थित छ त्यहाँ संस्कृत पाठ पनि अब राखिएको छ विद्यमान छन् यहाँ चाहिँ के हो त भन्दा यो विभिन्न अब यो एकदम यसमा चाहिँ यो उपदेशहरू एकदम क्रमबद्ध मिलाएको छ अब कुनै विद्वानले के भन्नुहुन्छ भन्दाखेरि यो चाहिँ अब यो एक किसिमको अनि अरू विद्यालयबाट आएको हो पनि भनेको छ यसो प्रतिमोज्य सूत्रमा जस्तै उपदेशहरूको सूची प्रस्तुत गर्दछ त्यस्तै गरी अब त्यसै गरी विनयको बारेमा अब दोस्रो के छ भन्दाखेरि अब विनयको बारेमा स्पष्ट बिन्दुहरू परमार्थ दौरा चिनिया भाषामा अनुवाद यो सम्बन्धी विद्यालयको विनयको अब टिप्पणी पनि हो 17 मा चाहिँ भिक्षुको 5 गुणको सूत्र धर्मदेवद्वारा चिनिया भाषामा अनुवाद गरिएको हो त्यसै गरी महापरिनिर्वाण सूत्र पनि भनिन्छ यसलाई महायान परिनिर्वाण सूत्र त्यसै गरी 17 मा अब यसरी बताएको छ यसमा 17 नम्बरमा यसलाई अब अलिकति स्पष्ट पार्नु पर्दाखेरि माथि मैले बताएको कुराहरू पूर्व कथित कुराहरू गरिएका 18 ग्रन्थहरूमा 8 विद्यालयहरूको विन्यास समावेश छ
त्यसमा के छ श्रीलङ्काका थेरवाद हैन महासंघी त्यसैगरी महिषासक धर्मगुप्त कश्यपीय सर्वस्तिवाद मूल सर्वस्तिवाद सम्मुतिया यी मध्ये त्यही कारणले यी मध्ये मूल सर्वस्तिवाद र सर्वस्तिवादसँग मिल्दोजुल्दो छ त्यसैले यसलाई ग्रहण नगर्दा 7 वटा रहेको छ जम्मा विद्यालय जम्मा 8 वटा तर सर्वस्तिवाद र मूल सर्वस्तिवाद एउटै भएकोले यसलाई एउटैमा गर्दाखेरि जम्मा 7 वटा विद्यार्थीहरू छ 18 ग्रन्थहरू जम्मा छ तर यो 18 ग्रन्थहरूलाई चाहिँ 8 वटा विद्यालयको अब विद्यालयको अब विन्यासमा चाहिँ अब समावेश गरिएको छ यसरी बुझ्नु पर्दा अब यो उपली परिपीक्ष सूत्र चाहिँ अब कुन अब यो 18 ग्रन्थमध्ये कुन ग्रन्थमा पर्दछ कुन अब एक किसिमको यो 8 विद्यालयमा कुन विद्यालयको अब पक्षमा पर्छ यो चाहिँ अब परीक्षण गर्न बाँकी नै छ त्यति स्पष्ट छैन त्यही कारण यसबेला यसबाहेक उपलीका विनयका प्रश्नहरू यी विद्यालयका विनय भन्दा फरक छन् यदि यसलाई भनिन्छ भने यो 8 ग्रन्थहरू छन् त्यही कारणले अरू हेर्दाखेरि फेरि यो उपली परिपीक्ष सूत्र चाहिँ अत्यन्त अनि महत्त्वपूर्ण रहेको छ त्यसै कारणले अनि अगाडि मैले यो विभिन्न यो ग्रन्थहरू विभिन्न यो तुलनात्मक कुराहरू बताए तुलनात्मक 18 प्रकारको विषयहरू बताए त्यसलाई चाहिँ अब 8 वटा विद्यालयले अब यसरी अब संरक्षण गरेका छन् अनि स्पष्ट पर्दाखेरि सोर्टकट यति नै हो अब 30 मिनेट म विश्राम राख्न चाहन्छु अघि बताएँ अब अघि विनयसँग सम्बन्धित के अब 18 वटा ग्रन्थहरू थियो त्यसलाई अब विद्वान त्यसलाई चाहिँ अनि विद्वानहरूले अनि त्यो 18 ग्रन्थमा फरक के छ भने अनुसन्धान गरियो परीक्षण गरियो कसैले अब प्रतिमोक्षको उपदेशबाट अब यो संख्याबाट फरक के छ अब कसैले अब यसको भित्रको मुख्य मूल अर्थबाट फरक के छ यसरी अब विश्लेषण गर्नुभयो यसरी अनि यसको अब प्रतिफलहरू विश्लेषण गरेको प्रतिफल चाहिँ अनि 7 वटा अब फरक 7 वटा आयो यसरी विभिन्न 7 प्रकारको अब यसरी आयो प्रतिफलहरू पहिला के हो त भन्दाखेरि 1926 मा सन् 1926 मा अनि जापानी विद्वान डाक्टर माकोतो नागाईले विभिन्न विनय ग्रन्थहरूको तुलनात्मक अध्ययन धार्मिक अध्ययनमा प्रकाशित गर्नुभयो त्यस्तोपछि अब 1926 मा वाल स्मिथले अनि भिक्षुनी प्रतिमोक्षको सूत्रको तुलनात्मक अध्ययन प्रकाशित गरे त्यसपछि 1927 मा भचुजी तेजरो भने अनि जापानको विद्वानले अनि यसलाई चाहिँ के हो त भन्दाखेरि अब अनि देमी नाङदेन पहिले अब बौद्ध धर्मको विषयमा यसरी अब अभ्यासको विषयमा उहाँले बताउनु भयो यस्तै गरी मूल बौद्ध धर्ममा अभ्यासको दर्शन प्रारम्भिक बौद्ध दर्शनको अब यसरी बताउनु भयो यसमा चाहिँ अलिकता त्रुटिहरू आएको रहेछ
मोटो ये दे गाजी क्यान जिम्बे शुइना ल म फेरि पनि तपाईलाई देख्न चाहन्छु अलिकति यसमा त्रुटि आइछ 어래 자벤 केबा निशिमोटो ryujin सादेखि 1928 मा जापानको विद्वान निशिमोटो युरोजनले विन्यासको तुलना गर्ने तालिका प्रकाशित गरे त्यसै गरी 지진 सादेखि सोस्ताबेके दोले बिदुर्ची नाछ त्यसै गरी अब यो त्यस्तै गरी 1940 मा अनि आकान्नोमा भने अनि उहाँले चाहिँ प्रकाशित गर्नुभयो जुन चाहिँ हो विभिन्न प्रतिमुच्यको उपदेशहरूको तुलना गर्ने प्रचार गर्नुभयो त्यस्तै गरी 1955 मा अब हुई फाल्छो मिलोनको एक अनि विश्वविद्यालयका प्राध्यापक डब्ल्यू पाउसले आफ्नो तुलनात्मक अनुसन्धानको नतिजा प्रकाशित गरे यो 7 प्रकारको थियो मैले तपाईले देखाउनुको कारण चाहिँ के हो त भन्दाखेरि अनि पूर्व विद्वानहरूले यसरी अब परीक्षण गरेर यसलाई यसरी अब जाँच गरेर हैन अनि यसरी विनयको अनुशासनले यसरी अब उहाँहरूले स्पष्ट पार्नु भयो त्यस्तै गरी अब यो जापानको विद्वान अब हिराकावा उहाँले अब यो विनयको अनुशासनको विषयमा यसरी अब परीक्षण गर्ने क्रममा उहाँले अनि पहिला अब मैले 7 प्रकारको अब विद्वानलाई परीक्षण गर्नेको यो 7 विभिन्न 7 ग्रन्थहरू अनि उहाँहरूले त्यो हिराकावाले चाहिँ अब अकिराले चाहिँ अनि 7 वटाले नै एकचोटि उहाँ विद्वानहरूले गर्नुभयो एकीकरण गरेर फेरि त्यसमध्ये विश्लेषण अनि यसरी अब परीक्षण गर्नुभयो अब चाहिँ अब यो हिराकावा अब हिराकावाले उहाँको अनुसार बताउने हो भने उहाँको अनुसार चाहिँ सामान्य अब 250 हरू छ तर पनि अब संख्यामा हेर्ने हो भने उहाँले के भन्नुभयो भन्दाखेरि अब यो विभिन्न विद्यालयको अब संख्या हेर्ने पनि अब फरक नै रहेको छ अब एउटै विद्यालय हो हेर्ने हो भने त्यसमा भित्र भिन्नै भएको रहेको छ त्यसै गरी सर्वस्तिवाद मूल सर्वस्तिवादमा विभिन्न 3 प्रकारको भिन्नताहरू आइरहेको छ भन्ने यसरी अब हिराकावाले यसरी बताउनुहुन्छ जापानको विद्वानले पछि गएर अब विद्वानहरूले के भन्नुहुन्छ भन्दाखेरि विनयको पनि उपदेशहरूमा अनि पछिको भिक्षुहरूले अलिकति त्यसमा के थपिएको हुन सक्छ अनि यसरी उहाँले अब अनि यसरी अब बताउनु भएको छ अब हिराकावाले भनेको मलाई सत्य त लागेछ किन त भन्दाखेरि अब अनि किनकि अब विभिन्न अब बुद्धकालीन पछि अब विभिन्न बुद्धको पछि विभिन्न चेलाहरू आउनुभयो भिक्षुहरू आउनुभयो यसरी आफ्नै अब विभिन्न अब वर्गमा विद्यालयमा यसरी भिक्षुहरू बाँडिँदै जाँदाखेरि विभिन्न अब एक किसिम के हो त अनि नियमहरू बन्दै जाँदाखेरि त्यसमा आफ्नो अब शिक्षाहरू उपदेश थपिँदा यसरी अब भिन्नता हुन पनि सकिन्छ भन्ने यसरी पछिको विद्वानहरूले बताउनुहुन्छ अब यसलाई अब नेचेकी दे पनि भनिन्छ होइन एक किसिमको अब यसलाई त्यही कारणले यो सर्वस्तिवाद लगायत विभिन्न यो दोषको वर्गहरू भनौँ न भिन्नताहरू छुट्याएको छ
मलाई विश्वास छ कि यो आधुनिक अनुसन्धानहरूले पछिल्ला पुस्ताले विनयमा कसरी थपेको हुनुपर्छ भन्ने कुराको चर्चा गर्नुको कारण यही हो। यद्यपि यदि हामीले विस्तृत रूपमा हेर्यौं भने भिन्नतालाई दुई क्षेत्रहरू छन्। सबैभन्दा ठूलो भिन्नता धेरै प्रशिक्षणहरूमा छ। यसरी कुलमा भिन्नता सम्पूर्ण संरचनामा भिन्नताहरूको कारण होइन। तसर्थ मेरो विचार यो हो कि यदि हामीले उपदेशहरूको संख्यामा एक रूपतालाई जोड दियौं भने हामी जान्न सक्छौं कि सबै उपदेशहरू एउटै स्रोतबाट आएका हुन्, हैन? त्यही कारणले यो यसलाई हामीले यो विभिन्न अब दोष भन्छ नि, विभिन्न यो त्यसको रुलहरू, हैन, उनको सजायको विषयमा भनौं न, त्यसको चाहिँ धेरै नै रहेको छ। जे भए पनि के हो त, यो आउने मुख्य स्रोत र विभिन्न ठाउँबाट आएको भएको भए बेग्लै हुन्थ्यो, तर जे भए पनि यो सबै अब एउटै ठाउँबाट अब उत्पन्न भएको हो। त्यही कारणले यसमा चाहिँ अब विभिन्न अब यो आफूले अब यसको नेजे भनौं न, दोषहरूको विषयमा अब 8 प्रकार रहेको छ। यो 8 प्रकारको यो नेजेहरू दोषहरू के हो त भन्दाखेरि अब एउटा सजाय भन्ने किसिमको नेजे भन्नाले आफूले भुलचुक भएर आएको। पहिलो के छ भन्दाखेरि पहिला चाहिँ फम्बर गिर्बिछ्यो भनिन्छ। यसलाई चाहिँ पाली भाषामा चाहिँ अब पराजिका धर्म भनिन्छ। अब संस्कृतमा अब यसलाई पाली भाषामा पाराजिका धर्म भनिन्छ। संस्कृतमा चाहिँ पाराजिका धर्म एउटै नै लेखिएको छ यसमा प्रायः। अब 4 प्रकारको पराजिका के हो भनिँदैन। अब दोस्रो चाहिँ के हो त, अब यसलाई चाहिँ अब संघ शेष धर्म भनिन्छ। यसमा चाहिँ अब विश्वको लागि 13 वटा रहेको छन्। अब तेस्रो चाहिँ के हो त भन्दाखेरि अब यसलाई अनिश्चित धर्म रहेको छ। पालीमा अनित्य धर्म भनिन्छ, संस्कृतमा अनित्याउ धर्म भनिन्छ। यो चाहिँ अब 8 वर्गमा राखिएको छ। अब भिक्षुहरूलाई 2 प्रकार रहेको छ, हैन? भिक्षुहरूको लागि 2 वटा राखिएको छ यो अनिश्चित धर्म र उपालिद्वारा अनुरोध गरिएको सूत्र वा भिक्षुहरूको 5 धर्मको सूत्रमा तिनीहरूको उल्लेख छैन। अब 5औं नम्बरमा चाहिँ के छ भन्दाखेरि अब यसलाई चाहिँ अब यसलाई तुङजेकी छो भनिन्छ, हैन? 5औं नम्बरमा चाहिँ अब पताना धर्म भनिन्छ यसलाई। अब पच्चितिया धर्म भनिन्छ यसलाई। यसले चाहिँ अलिकति फरक रहेको छ अरु हेरी। एउटा 92 पत्नी धर्म, एउटा अब 91, एउटा चाहिँ 90 वटा यसरी अब राखिएको छ। यो पहिला 92 वटा यो पतन धर्म बताएको चाहिँ पाली धर्म अनुसार हो। यसमा चाहिँ महासंघिका उपालिका प्रश्नहरूको सूत्र र भिक्षुका 5 धर्मको सूत्रबाट आएको हो। अब यो दोस्रो अब पतन धर्म बताउने चाहिँ को हो त भन्दाखेरि धर्मगुप्त सर्वस्तिवाद विनयको स्पष्टीकरण र मुक्तिको सूत्रबाट आएको हो। यो अब सामान्यतमा यो अब 90 वटा बताएको छ। अब यो कसैले भन्छ कि यो कसैले 91 वटा छ भनेको छ यो पतन हुने धर्महरू। त्यसैले यो हामीले यो गलत हो कि होइन भनेर जाँच गर्न आवश्यक छ। 1 वा 2 डाउन तलमाथि भएको भिन्नता हो।
यो कि बिउ नष्ट गर्ने र हुर्काउने बिरुवाको पतनलाई मूल सर्वस्तिवादमा एउटै नियममा जोडिएको छ। त्यही कारणले यसलाई चाहिँ कसैले अब बेग्लै राखिएको छ, कसैले भनौँ न बिउलाई अब नष्ट गरेको एक किसिमको के हो त अनि यो अनि त्यस नष्ट भएर यो अब त्यहाँदेखि फल फलेकोलाई दुवै एउटैमै अब राखिएको हुन्छ यसलाई। अब चाहिँ के हो त भन्दाखेरि अब प्रति देश र धर्म रहेको छ। अब यसलाई चाहिँ के हो त भन्दाखेरि अब प्रति देश न धर्म भनिन्छ, संस्कृतमा त्यही हो। त्यसै गरी अब 7औं नम्बरमा चाहिँ अब शिक्षा धर्म भनिन्छ। शिक्षा अनन्त धर्म भनिन्छ यसलाई चाहिँ अब अर्थात् असंख्य प्रशिक्षण धर्म पाली शिक्षा धम्म स्कट। अब यो विभिन्न कुरा रहेको छ, यसो विभिन्न विनयको फरक संख्या हुन सक्छ जस्तै राखिएको छ। पाली विनयमा 75 रहेको छ, महासंघिकमा अब 67 रहेको छ, उपालिका प्रश्नको सूत्रमा 72 रहेको छ, महाशासक र धर्मगुप्तकीमा अब 100 रहेको छ यो। त्यस्तै गरी अब दुन्दुवाङ अब चीनको अब अनुवादमा पाइने प्रतिमोजी सूत्रमा 107 राखिएको छ। मूल सर्वस्तिवाद 96 छन्, संस्कृत पाण्डुलिपिहरू छन् र त्यसका लागि 8 छन् र मूल सर्वस्तिवादको तिब्बती अनुवादमा 112 रहेको छ, तर यहाँ 108 छ भनिएको छ। त्यसैले हामीले केही गल्ती छ कि छैन भने जाँच गर्नुपर्दछ। यो चाहिँ के हो त भन्दाखेरि यो अनन्त अब धेरै अब शिक्षाको धर्म भनिन्छ, लब्बी छु महँगो भनिन्छ। अब शिक्षा गर्नु पनि धेरै धर्म यसरी विभिन्न संख्या रहेको छ। अब 8औं नम्बरमा के हो त भन्दाखेरि अब विवादहरू समाधान गर्ने अब धर्म भनेको छ। अब यसलाई संस्कृतमा चाहिँ यसलाई अधिकारना समथा धर्म भनिन्छ। सबै विनयहरूमा भिक्षुहरूको लागि 7 समावेश छन्, यद्यपि उपलिका प्रश्नको सूत्र 22 विनयहरू छन्। भिक्षुका 5 धर्म स्पष्ट पार्ने तिनीहरूको व्याख्या गरिएको छैन। अब यसरी विभिन्न अब यसलाई म क्रमैसँग बताउन जाँदैछु। यसमा चाहिँ के हो त नाम मिले तापनि अर्थ नमिले पनि रहेको छ। कुनैको अर्थ मिलेको छैन, कसैको नाम मिलेको, विभिन्न रहेको छ यो विभिन्न दोषहरूमा। जस्तो कि अब यो इष्टविरा र त्यसै गरी अब मूल सर्वस्तिवादमा के हो त यी विभिन्न घेचे विभिन्न गल्ती दोषहरू भनौँ न एक किसिमको सजायको विषयमा अब के हो त अनि संख्यामा थोरै छ, तर यसको अर्थ जान्दाखेरि यसको मानेमा धेरै अनि यसको टिप्पणीहरू गर्दाखेरि अनि बेग्लै हिसाबले यसरी अब अनि फरक बताएको छ। तर पनि यो साँच्चै नभएर त्यत्तिकै अब कल्पना गरेको हो त भने त्यस्तो होइन। अब यसलाई आफौँ अब यसरी अब क्रमबद्ध तालिका रहेको छ। के हो त भन्दाखेरि जस्तै अब भनौँ न यो लग्महरू होइन 4 होइन, त्यसै गरी अब यो थम्पा अब 13, त्यसै गरी अब अनिश्चित धर्म 2, अब त्यसै गरी अब पङ्क्तुङ भनिन्छ पतन धर्म 30, त्यसै गरी अब पतन 92, त्यसै गरी अब प्रति देशना 4 गरी विभिन्न अब यताउता गरेर 270 लागेको छ। अब यो महासङ्घीका भित्र अब 228 बताएको छ, उपाले भित्र 215, अब सतुन अब महाशासका भित्र 251, अब मोक्ष शिलाभित्र 246 होइन, अब धर्मगुप्तको भित्र 250, तुनोङ भित्र अब कतिवटा आएको छ भन्दाखेरि अब
257 रहेको छ। त्यस्तै गरी अब यो सर्वस्तिवादमा चाहिँ अब 107 अब मूल सर्वस्तिवादमा बनाउने हो भने अब 249 रहेछ। 49 यसलाई चाहिँ अब विशेष त अब बौद्ध धर्म भनिन्छ यसलाई। यसलाई चाहिँ महावैवस नभनिकन यसरी अब यो विनयसँग अब सम्बन्धित 18 अब यो अब ग्रन्थहरू यसरी अब राखिएको छ। त्यसै गरी अब पाँचौं अब भिक्षु धर्म 195 राखिएको रहेछ। अब यसरी अब यो परिनिर्वाण सूत्र 7 होइन। त्यसै गरी अब यसरी विभिन्न कुरा राखिएको छ। मैले माथि उल्लेख गरेको चाहिँ प्रतिमूल सूत्रमा व्याख्या गरिएको उपदेशहरू सदी पाली विनय अनुसार भिक्षुहरूको लागि 227 र भिक्षुणीहरूको लागि 311 छन्। अनि भनौँ न अब यो चाहिँ अब वस्तुको अब भनौँ न विनय वस्तुको चिनिया अनुवादमा भिक्षुहरूको लागि जम्मा 250 र भिक्षुणीको लागि 384 वटा विभिन्न बताएको रहेछ। यो त्यस्तै गरी अब यो जापानको अकिराले के बताउनुहुन्छ भन्दा उहाँको अनुसार अब पाली विनय अनुसार अब 227, अब त्यस्तै गरी भिक्षुणीको 311, चिनियाको अनुवादमा अब भिक्षुहरूको लागि 250, त्यसै गरी अब भिक्षुणीको लागि 384। अब सामान्यमा गर्ने हो भने अब टिबेटमा भनौँ न सामान्य अब 300 अब 200 अब 53 वटा छ राखिएको छ। अब विद्वानले के भन्नुहुन्छ भन्दाखेरि अब विभिन्न अब यो पालना गर्ने नियमहरू एक किसिमको संख्याहरू त बेग्लै छ, तर पनि त्यसको आफूले पालना गर्नुपर्ने एउटा शिक्षाहरू एउटा आफूले पालना गर्ने सिलहरू एउटै रहेको छ भने यसरी अब सबैको मिलेको छ, तालमेल मिलेको छ, अनुकूलता छ भने यसरी बताउनु भएको छ। त्यही कारणले गर्दा यसमा अलिकता के थप्नु मन लाग्यो भन्दाखेरि अब साकेर गुरुले अब दमसुम रावेभित्र के लेखेछ भन्दाखेरि अब यसरी अब 18 अब ग्रन्थहरू छुटिएको विषयमा अब पहिला शिला लिने पालना गर्ने, तेस्रोमा अनि त्यसलाई अब शुद्धिकरण गर्ने होइन, दोषमा शुद्धिकरण गर्ने, अनि प्रतिमोचक शुद्ध भाषण गर्ने। अब अन्तिममा अब के हो त यो अब एक किसिम के हो त अन्तिममा अब यो नष्ट हुँदा पनि अब अनि सबै मिल्दैन भने यसरी साक्या पण्डितले यसरी बताउनु भएको छ हैन। धर्मस्वामी अब साक्या गुरुले यसरी बताउनु भएको छ। विभिन्न ग्रन्थहरूको विभिन्न विद्यालयहरूको अब बताउने क्रममा अनि यो यस्तै हो कि होइन भन्ने विभिन्न यसले शङ्का उठ्छ। साँच्चै नै यस्तो अब मिल्ने हो कि नमिल्ने हो भन्ने। अब उहाँलाई पनि अब त्यति अब
एक किसिमको अब उहाँलाई अब त्यति अधिकार छैन, किनकि टिबेटमा त्यो बेला अब यो सिद्धमजी योगनमा मूल सर्वस्तिवाद बाहेकको अर्को अब विनयको कुराहरू चाहिँ अब त्यसरी अब त्यसको विषयमा अब प्रचार प्रसार गर्न पाउँदैन भने यसरी अब भोटमा भनिएको हुँदाखेरि अब जुन एउटा ग्रन्थ मात्रै हेर्नु हुँदाखेरि यसरी विभिन्न अब नमिलेको कुराहरू उहाँले देख्नु भयो। त्यही कारणले गर्दाखेरि अनि त्यो बेलामा अब अर्को विद्यालयबाट आएको अर्को त्यो ग्रन्थहरूको विषयको कहाँबाट के आयो भन्दाखेरि उहाँले अब एक किसिमको एउटा उहाँले अध्ययन गर्ने मौका पाएन, किनकि त्यसलाई अब स्वीकार थिएन, त्यसलाई अब एक किसिमको अधिकार थिएन। त्यसले गर्दाखेरि अनि उहाँले यसरी भन्नुभयो कि जस्तो मलाई लाग्छ। त्यही कारणले एक आपसमा अहिले चाहिँ के हो त, सबै हामीले अब ग्रन्थहरूलाई पल्टाउन सक्ने होइन, विभिन्न विद्वानहरूले बताउनु भएको कुराहरूलाई हामीले अब के हो त हेर्नु सक्ने यस्तो समय आएको हुँदाखेरि होइन। अनि पहिला पूर्व गुरुहरूसँग अब तालमेल खाएर विपरीत नभएर खण्डन नगरिकन त्यसलाई आफूले शिरमा राखेर त्यसलाई हामीले अनि यसरी हेरेर पल्टाएर त्यसलाई विश्लेषण परीक्षण गर्नुभयो भने अत्यन्त राम्रो जस्तो मलाई लाग्छ। पहिला हो भने टिबेटमा अब मूल सर्वस्तिवाद एकदम सत्यता हो भनेर अब सोध्यो, तर सत्यतामा हेर्ने हो भने यथार्थमा हेर्ने हो भने त अब 20वटा ग्रन्थ भयो भने अब 18वटा भयो जतिवटा भए तापनि ग्रन्थहरू भए तापनि अब यिनीहरू सबै एउटै नै हो भन्न गाह्रो छ। अब यो राजा क्रिक्रीको सपनामा अब यो 18 भागमा विभाजन गरेको एउटा सेतो कपडा देख्दाखेरि सबै बुद्धको शासनलाई फैलाउन लागि आएको एउटा धरोहरहरू हुन् भन्ने यसरी सपनामा आउँदाखेरि पछि गएर सबै बुद्धकै चेलाहरू बुद्धकै एउटा धर्मलाई सम्बन्ध यसरी अब सपनामा अब आउँदाखेरि यसरी अब फैलिएर गयो। त्यही कारणले गर्दा विभिन्न विवाद खण्डन हुनु भएको थियो, तर पनि एक किसिममा के हो त भन्दा भित्र विभिन्न बोल्ने क्रममा संख्यामा नमिलेको हुँदाखेरि यसरी विभिन्न विधा भएको थियो। साथै अब जोजीले के भन्नुभएको छ, बौद्ध धर्म चाहिँ अरूभन्दा एकदम स्पष्ट एकदम त अब परम भनेको छ। किन त भन्दाखेरि उहाँले चाहिँ जुन जोजे अतिशयलाई चाहिँ उहाँले के हो त भन्दाखेरि सबै वर्गहरूको सबै ग्रन्थहरूको सबै विद्यालयहरूको किताबहरू सबै उहाँले ग्रन्थ गर्नुभयो। कसैलाई ग्रन्थहरूले उहाँले अध्ययन गर्नुभयो, पक्षपात गर्नु भएन। त्यो पक्षपात गर्नु नभएर उहाँले सबैले यानि एउटा निष्पक्षको गुरु मान्नुभयो। त्यसै कारणले बौद्ध धर्म चाहिँ सबै दत्ताहरू पनि एउटा सधैँ अनि चारै दिशामा लानु सक्ने एउटा मार्गदर्शक चाहिँ उहाँ नै हो, एउटा मार्गदर्शक हो भन्ने यसरी अनि निष्पक्ष भएको एउटा महान गुरु हो भन्ने यसरी दीपङ्कर यसरी अतिशयलाई यसरी उहाँले बताउनु भयो। त्यही कारणले गर्दाखेरि जे भए तापनि अब जे भए तापनि अब आफआउने वर्ग विद्यालय कुराहरू जे भए तापनि हामीले अब त्यसलाई बुझ्यो भने त्यसलाई आफूले याद गर्यो भने त्यसलाई अभ्यास गर्यो भने मात्रै हामीले सजिलो हुँदछ, नत्र भने एउटा पंक्ति मात्रै पढेर सबै हामीले बुझ्न सक्दैन। त्यही कारणले गर्दाखेरि अनि केही जापानी विद्वानहरूको अब विद्वानको प्रत्येक नियम बताउनु पर्दाखेरि नियम कुनै न कुनै घटनापछि बनेको बताउँदछन्। जापानी विद्वानले यसो भन्नुहुन्छ, कुनै घटना घटेपछि मात्रै यसरी बुद्धले यसरी अब परीक्षण गरेर बताउनु भयो भनेको छ। यसरी अब हामीले के बुझ्न सक्छौँ त भन्दाखेरि अहिले जस्तै भनौँ न अब जुन पहिला अब भिक्षुहरू भनौँ न सङ्घहरू एउटा बस्ती त्यसै गरी विभिन्न भिक्षाटनको लागि बगैँचामा एउटा कुनै टोलमा होइन नगरमा सङ्घको सदस्यको जीवन आजीवन कसरी परिवर्तन भयो र
कति विकास भयो भने नियमहरूबाट हामीले बुझ्न सक्छौँ। त्यसै कि कर्मको अनुष्ठानहरूलाई कर्म विधिहरूलाई हेरेर पनि सङ्घको जीवन उपार्जन भएको विकास देख्न सकिन्छ। हामीले के अब अनुसन्धान गर्न सक्छौँ भन्दाखेरि यसरी सङ्घको समग्र जीविकोपार्जनलाई अझ व्यवस्थित बनाउन प्रति मोक्षको नियमहरू लाभदायक रहेछ भने हामीले बुझ्न सक्छौँ। सुरुमा त्यो केही नियमहरू मात्र थिए, तर त्यसपछि क्रमशः क्रमबद्ध सबै पक्षहरू भरिए। बुद्धले परिनिर्वाण भएपछि हैन बिस्तारै बिस्तारै भनौँ न यसरी अब प्रति मोक्ष सूत्रहरू आयो, नियमहरू उहाँले बनाउनु भयो हैन। बुद्धको कालमा यसरी अब नियमहरू बनाउनु भयो घटनालाई हेर्दै बदल्दै। त्यस्तै गरी अब बुद्धले परिनिर्वाण भएपछि उहाँले शिक्षाको अगुवा कसले हुनुपर्छ भन्नु भएन र नेतृत्व गर्ने प्रामाणिक अधिकार कोही पनि थिएन। यो भने उहाँले एक किसिमको नेतृत्व यो हुनुपर्छ भने बुद्धले दिनु भएन। त्यही कारणले सङ्घ यसरी सङ्घका दुई समूहको एक ठाउँमा र एउटाले अर्कोले सम्मान नगर्ने घटनाहरू धेरै हुँदा विवादहरू निम्ति आएको थियो। यसले दुई समूहको विभाजन हुने खतरा बढेको छ। तसर्थ सङ्घमा सद्भाव कायम राख्न सङ्घको कर्म संस्कारको सिर्जना गर्नु जरुरी थियो। अब यसरी विभिन्न अब यसरी बाँडेर जाँदाखेरि विभाजन हुँदा यसरी बेग्लै बेग्लै ग्रुप भएर जाने हुँदाखेरि अब होइन मिल्नु पर्यो। त्यसलाई अब सबै एकीकरण गर्नु सबै अनि मिलाउनुको लागि के बुद्धले के बताउनु भयो त भन्दाखेरि होइन अनि सबै त्यो बेला भेला गर्ने, त्यो बेला अब समीक्षा राख्ने होइन। अब यसमा कर्म विधि गर्दाखेरि अब के हो त सबै सङ्घहरू मिल्नु पर्दछ। जति टाढो भयो भने कर्म विधि गर्दाखेरि त्यो बेला सबै भेला हुनुपर्छ। त्यो सबै भेला हुने बेलामा अनि त्यो बेला अब के हो त सामान्य समग्रको के हो त अनि त्यो बेला परीक्षा गर्नु पर्यो। यो बेला निष्कर्ष टुङ्गिनु पर्यो। त्यो बेला एकजनाले भन्नु नमिल्थ्यो। त्यही कारणले सबै सङ्घको समग्रमा सबै मिलेर यसरी अनि सबैको अनि यसरी मिलेर गरेको बहसमा चाहिँ यसरी अब यो छलफलमा चाहिँ एकदम शुद्धिकरण भएको हुन्छ। यसरी बुद्धले गर्नुभयो। अब भनौँ न सङ्घको नेतृत्व अब को हो त भने यसको विषयमा बताउन चाहन्छु। अब सङ्घको नेतृत्व मुख्य कसले गर्ने को हो त कसलाई छ भने यसको विषयमा बताउनु पर्दाखेरि यसमा भारतीय विद्वान एसआर गोयलले आफ्नो उहाँले कुरा राख्नुहुन्छ। बुद्धकालीनमा बुद्ध नै सङ्घको एउटा नेतृत्व थियो, मार्गदर्शकको रूपमा उहाँ मान्यता प्राप्त भएको दावी गरिएको छ, उहाँ नै थियो। त्यो भएको प्रमाण के छ त भन्दा अनि अब त्यो सङ्घको समूहमा बस्नुको लागि सङ्घ हुनुको लागि पहिला के गर्नु पर्यो भन्दाखेरि त्रिनगर शरणमा जानु पर्दछ। अनि त्रिरत्नको शरणमा गएर मात्रै अब सङ्घ भिक्षुको सङ्घमा बस्नु पर्यो। त्यही कारणले बुद्धलाई अब एउटा शास्त्रको रूपमा होइन त्यही कारणले बुद्धले शास्त्रको रूपमा हेर्नुपर्ने भन्दाखेरि बुद्ध नै एउटा के हो त सङ्घको एउटा मार्गदर्शक भन्ने हामीले बुझ्नु पर्दछ भने एउटा प्रमाण आयो। त्यही कारणले गर्दाखेरि अरू त्यस्तै अरू अब मार्गदर्शकको विषयमा हेर्नु पर्दाखेरि अरू धर्मको मार्गदर्शक बुद्धको अब एक किसिमको अब विषयमा कुरा गर्नु पर्दाखेरि अब विभिन्न अब सिद्धान्तका कुराहरू होइन विभिन्न दर्शनको कुराहरू गर्दाखेरि विभिन्न शास्त्र कुराहरू गर्दाखेरि होइन अनि विभिन्न नियम अनुशासनहरू होइन त्यसलाई अब
फैलाउने त्यसलाई राख्ने चाहिँ ती के हो त आफ्नो संस्था हुन्छ त्यस्तै गरी अनि एउटा मार्ग अब जुन अब मार्गदर्शनले भविष्यमा यो काम गर्नुपर्छ यसले यो गर्नुपर्छ खटाउने पनि एउटा मार्गदर्शकले अब गर्ने हुँदाखेरि अनि बुद्धको कालमा अनि बुद्धको कालमा बुद्ध पछि को अब नेतृत्व गर्छ भिक्षु हो कि को भने यसो त्यो बेला अब अनि त्यो बेला प्रश्न आएको थियो आफ्नो धर्मको नेतृत्व एउटा गुरु हुन्छ हैन त्यो बेला अब बुद्धको पालोमा चाहिँ अब मुख्य अब नेतृत्व को हो भन्ने प्रश्न उठेको थियो मेरो एउटा विचार के आयो भन्दाखेरि हामीले देवदत्त भनिन्छ हैन एउटा मलाई सोचमा चाहिँ पहिला दुई लिन्ची भने चाहिँ देवदत्त भने एउटा राक्षस जस्तो एकदम क्रूर भएको मान्छे जस्तो लाग्यो भूत जस्तो लाग्यो मलाई पछि हेर्दाखेरि इतिहास पढ्दाखेरि उता बुद्धको आफ्नै बन्धु आफ्नै एउटा काकाको छोरा हुँदाखेरि अनि आफ्नै रहेछ भने यसरी पछि थाहा पाएँ किन यसरी अब प्रश्न उठे त भन्दाखेरि जुन अब बुद्धको सट्टामा अब देवदत्तलाई राख्छ कि भन्ने यसरी प्रश्न उठेको थियो त्यो मात्रै नभएर अब एक किसिमको अब देवदत्तले भनेको थियो कि अब बुद्धले यो भन्नु लगाऊ भनेर हैन बुद्धको सट्टा बुद्धको पछि अब बुद्धकै पालोमा अर्को नेतृत्व चाहिँ मलाई राख भने यसरी अब आफ्नो चेलाहरू पनि मित्रहरूले अब देवदत्तले भन्नु लगाएको थियो अनि बुद्धले त्यो बेला अब स्वीकार गर्नु भएन हैन बुद्ध र देवदत्त बीच असमझदारी हुनुको मुख्य कारण देवदत्तले आफूलाई बुद्धको उत्तराधिकारी नियुक्त गर्ने आशा राखेको थियो तर बुद्धले मानेन त्यति बेला उनको स्वीकार नगर्दा संघभित्र थप लोकतान्त्रिक प्रक्रिया स्थापित भयो हैन बुद्धले भनेको थिए कि शिक्षित मात्र परम प्रकृतिको बारेमा सल्लाह दिने व्यक्ति हो भनेर यसरी बताउनु भएको छ शिक्षा मात्रै त्यही कारणले संघकोले उहाँको आज्ञालाई सम्मान र सुन्नुपर्छ भन्ने कुरा उहाँले बुझेन त्यही कारणले यसले संघले मुख्यतः प्रजातान्त्रिक पद्धतिको पालना गरेको देखाउँदछ एकजना व्यक्तिगत दिन संघलाई नै यो एउटा अधिकार दियो यसरी बुद्धले संघलाई कसरी तिमी आफ्नै रक्षक हुनैपर्छ र आफैको तपाईको रक्षक शरण स्थान हुनको लागि साँचो धर्म हुनुपर्छ भन्ने बारे कुरा गर्नुभयो उनले बाहिरी उत्तराधिकारीको शरणमा जान नपरोस् भनेर पनि बताए आफूले किसिमको बुझ्यो भने धर्मको शरण हो आफूले एउटा मित्रता आफ्नै एउटा त्यही कारणले यसमा अब व्यक्तिको त अब उत्तराधिकारी हुँदैन हैन आफूले किसिमको सबैको एउटा आफूले बचाउन सक्ने एउटा नाथ हो हैन बचाउनु चाहिँ आफूले एउटा दुश्मन हो त्यही कारणले सबैले चाहिँ धर्मको लागि धर्म एउटा शिक्षाको सहारा लिएर मात्रै अनि अघि बढ्न सक्छ भन्ने यसरी बुद्धले बताउनु भएको थियो